बन्दीपुर सहयोगी हातहरूको सहयोगमा शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण कार्यक्रम श्री जनजागृति प्राथमिक विद्यालय बन्दीपुर 6 लखनबारी। गाउँपालिका अन्तर्गत रहेका सरकारी विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम हामीले विगत केही वर्षदेखि गर्दै आएका थियौँ। श्री जनजागृति प्राथमिक विद्यालय जुन लखनबारी बन्दीपुर 6 यस वर्ष त्यो विद्यालय पनि हामीले राखेका थियौँ। त्यही अन्तर्गत हामी तपाईहरुको गाउँ बस्तीमा आइपुगेका छौँ। कुनै पनि कार्यक्रमलाई सुरु गर्नुभन्दा पहिले एउटा कार्यक्रमको शोभा बढाउनको निम्ति सभापतिको आवश्यक पर्ने भएकोले श्रेष्ठ नागरिक हिमबहादुर गुरुङलाई यस कार्यक्रमको सभापतिको आशीर्वाद दिन अनुरोध गर्छु। हिमबहादुर गुरुङ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री कमलबहादुर गुरुङज्यूलाई पनि आसनमा अनुरोध गर्दछु। बन्दीपुर सहयोगी हातहरू संस्थाका अध्यक्ष श्री कुमार पियाज्यूलाई पनि आसनमा अनुरोध गर्दछु। अभिभावक समूह पीटीएका अध्यक्ष दिलबहादुर गुरुङज्यूलाई पनि आसन ग्रहण गरिदिन अनुरोध गर्छु। यस विद्यालयका प्रधानाध्यापक श्री मङ्गल गुरुङज्यूलाई पनि आसन ग्रहण अनुरोध गर्छु। त्यसै टोल विकास समितिका सभापति श्री टेकबहादुर गुरुङज्यूलाई पनि अनुरोध गर्छु। यहाँ उपस्थित हुनुभएका अग्रज व्यक्तित्वहरू, शिक्षक शिक्षिकाज्यूहरू र विद्यार्थी भाइ बहिनीहरूमा बन्दीपुर सहयोगी हातको तर्फबाट सर्वप्रथम मेरो अभिवादन छ। बन्दीपुर सहयोगी हातहरू चाहिँ काठमाडौँ पनि छ है। हजुरहरूलाई काठमाडौँ आउँदाखेरि केही समस्या पर्यो भने पनि हामीलाई सम्झिने एउटा हामीले समय दिन सक्छौँ तपाईँहरू। यस सभाका सभापति महोदय सम्पूर्ण सहयोगी हातको टिमहरू स्वागत गर्ने कृतज्ञता ज्ञापन गर्दछु। त्यसै गरी यहाँहरूको सहयोग आगामी दिनहरूमा पनि यस्तै किसिमले रहिरहोस् भन्ने आशा अपेक्षाका साथ श्री झारगाउँ आधारभूत विद्यालय बन्दीपुर 5 आजका यस कार्यक्रमका सभापतिको आसन ग्रहण गरिदिनु हुनको लागि यसै श्री झारगाउँ आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्षज्यूलाई चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु। गाउँका चाहिँ हाम्रो ज्येष्ठ नागरिक श्री पञ्चमाया गुरुङज्यूलाई चाहिँ आसन ग्रहणको लागि विनम्र अनुरोध गर्न चाहन्छु। संस्थाको बारेमा आफ्नो भनाइ राखिदिनु हुनको लागि सचिव पुष्कर राज नेउपाने सरलाई म विनम्र अनुरोध गर्न चाहन्छु। सबैलाई नमस्कार। गाउँपालिका अन्तर्गतका केही विद्यालयहरूमा हामीले यस्तै कार्यक्रम लिएर आइसकेका छौँ र अहिले हामीले चाहिँ फेरि केही विद्यालयमा यो कार्यक्रम लिएर आयौँ। भोलिका दिनमा पनि अवश्य पनि हामी यसलाई निरन्तरता दिनेछौँ। गाउँबाट मान्छेहरूलाई काठमाडौँ आउँदाखेरि समस्या पर्दाखेरि चाहिँ हामीले केही सहयोग गर्न सकिन्छ कि, त्यही भएर हाम्रो संस्थामा हजुरहरूले पनि बच्चाहरूलाई अलिकति थोरै यो संस्थाप्रति चाहिँ अलिकति चाहिँ बुझाइदिनु होला। झारगाउँ श्री त्रिभुवन आधारभूत विद्यालय बन्दीपुर सहयोगी हातहरूको अध्यक्ष श्री मक्सुरा पियाज्यूलाई मन्तव्य राखिदिनको लागि अनुरोध गर्दछु। गाउँपालिकाका प्रमुखज्यू र ज्येष्ठ नागरिक र यहाँ पाल्नुहुने
अग्रज व्यक्तित्वहरू। हाम्रो यो संस्था चाहिँ भर्खर नयाँ खुलेको संस्था हो। एउटा आदान प्रदान चिनजान पनि गर्न सकिन्छ र केही समस्या छ भने त्यो पनि समाधान गर्न सकिन्छ कि भन्ने हिसाबले पनि हामी यो संस्था दर्ता गरेर चाहिँ गाउँ यसरी नै एउटा चाहिँ हामी पनि छौँ काठमाडौँमा भन्ने हिसाबले चाहिँ गठन गरेको संस्था हो। र यो संस्थामा हाम्रो यो बन्दीपुर भन्दाखेरि खालि बजार मात्रै बुझिन्छ प्रायःको नजरमा। हाम्रो यो संस्थामा चाहिँ हाम्रो यो धरमपानी साइडतिरको पनि यो याम्पाको होइन नालाको यता सुखौरादेखिको सबै ठाउँको साथीभाइ मिलेर चाहिँ यो संस्था चाहिँ त्यो हिसाबले चाहिँ गठन गरिएको पनि छ। यसमा हामी त्यस्तो खालको मेम्बरहरू पनि छौँ। अब यो बन्दीपुर भन्दाखेरि बजारलाई मात्रै नबुझिदिनु होला भन्न लागेको खास। हाम्रो संस्थालाई विश्वास गरेर सहयोग गर्ने साथीहरू र शुभेच्छुकहरूलाई पनि यहीँबाट मुरी धन्यवाद दिन चाहन्छु। स्वास्थ्य शिक्षामा तपाईँहरूलाई कहीँ समस्या पऱ्यो भने हामीलाई नहिचकिचाइकन तपाईँको बाहुन भन्ज्याङबाट को छ काठमाडौँमा होइन, हामी चाहिँ पुलको काम गर्न खोजेको हो खास। काठमाडौँ आउँदा पनि त हजुरहरूलाई समस्या पऱ्यो भने हामी समय चाहिँ निकाल्न सक्छौँ। यति भन्दै मेरो मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद। यहाँहरूलाई आवश्यक परेको बेलामा सहयोग गर्न सक्छौँ। यहाँहरू नहिचकिचाइकन त्यहाँबाट लिन सक्ने सहयोगहरू लिनु होला भन्ने जुन किसिमको आफ्नो भनाइ राख्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। यसै गरी आफ्नो मन्तव्य राखिदिनको लागि म गाउँपालिकाका अध्यक्ष सुनेन्द्रबहादुर थापाजीलाई अनुरोध गर्दछु। हामीले सकेसम्म सबैलाई खुसी बनाउने, सबैजनालाई खुसी बनाउन सकियो भने त्यो साह्रै ठुलो कुरा हो। खुसी बनाउन सकिएन भने नि दुखी चाहिँ नबनाउने भन्ने। र यो आज बन्दीपुर सहयोगी हातले आज धेरै मान्छेलाई खुसी बनाउनु भएको छ। हामीले ठुलो आशा गरेका त होइनौँ। हेर्दा यो जे जस्तो भए पनि यसले हाम्रा भाइ बहिनी र अभिभावकहरूलाई केही न केही खुसी बनाउनु भएको छ। यो सहयोगी हात, बन्दीपुर सहयोगी हातप्रति म आभार पनि व्यक्त गर्न चाहन्छु। किनभने थोरै रकम सङ्कलन गरेर त्यो पनि दुर्गम ठाउँमा। बन्दीपुरमा के हुन्थ्यो भने धेरै सहयोगी संस्था आउने र त्यो बन्दीपुर बजारमा मात्रै केन्द्रित रहने र यो टाढा नजाने, अरू विद्यालयको अवस्था नाजुक भइरहने जुन परम्परा थियो, यो बन्दीपुर सहयोगी हातले एकदमै आत्मैबाट चाहिँ यसलाई तोड्नुपर्छ र सबै बन्दीपुरका जनतालाई शिक्षामा अगाडि बढाउनुपर्छ, प्रोत्साहन गर्नुपर्छ भनेर आज यहाँ धरमपानीको जनजागृति आबी, झारगाउँ आबी र यो त्रिभुवन आबी, यो तीनटा स्कुलमा यो शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको छ। सहयोग जे जस्तो भए पनि माया गरेकोमा चाहिँ हामी सबै खुसी छौँ। तपाईँहरूको संस्था अझ माथि उठ्छ भन्ने मलाई लागेको छ। तपाईँहरूको संस्थाले भोलिका दिनमा धेरै प्रगतिका साथ ठुलो क्षेत्रमा काम गर्ने अवसर अवश्य पाउनेछ। किनभने मान्छेलाई खुसी बनाउनु नै संस्थाको उत्तरोत्तर प्रगति हुनु हो। त्यो कसरी भयो भन्दा तपाईँहरूको दिल, तपाईँहरूको मन, भावना एकदम फराकिलो भएर सबैप्रति सद्भाव देखाउने खालको भएको कारणले नै तपाईँहरूले त्यति महत्त्वपूर्ण समय, खर्च, त्यति टाढाबाट आफ्नै खर्चमा यसरी दौडेर आउनुभएको छ। त्यसकारण तपाईँहरूप्रति म फेरि पनि यो विद्यालय, बन्दीपुर गाउँपालिका सबैको तर्फबाट आभार व्यक्त गर्दै तपाईँहरूलाई धेरै धन्यवाद पनि दिन चाहन्छु। र भोलि पनि एउटा ज्योति प्राविमा उहाँको अझै अर्को कार्यक्रम पनि छ। त्यसकारणले धेरै भाइ बहिनीहरूलाई यसले प्रेरणा दिनेछ, उत्प्रेरणा जगाउनेछ, उत्साह जगाउनेछ र पठन पाठनमा अलिकति गुणस्तरतिर लानको लागि यो तपाईँहरूको कार्यक्रमले हामीलाई एकदम उत्साह पैदा गर्नेछ भन्ने मलाई लागेको छ। र मैले जम्मै ठाउँ गएर भन्ने के गरेको छ भने शिक्षक साथीहरूलाई राम्रो पढाउनुहोस् है मात्रै भनिन्छ। हामीले अहिले के भन्ने गरिएको छ भने आफ्नो विषयमा दक्ष बनाउनुहोस् है। गुणस्तरीय शिक्षाको लागि सबैको सहभागिता भन्ने हाम्रो नारा छ। सबैजना मिलेर आफ्नो विषयमा चाहिँ दक्ष बनाउने हो।
यो कुरालाई मध्यनजर राख्दै हामी आगामी दिनहरूमा यो शिक्षा क्षेत्रमा अलिकति बजेट हामी विनियोजन गर्छौँ। यहाँका शैक्षिक सामग्री यहाँ कम्पाउन्डका कुराहरू पनि छन्, यहाँ भित्ते लेखनका कुराहरू यही वर्ष पनि छ। यी कुराहरूलाई हामी एकदमै सकारात्मक ढङ्गले अगाडि बढाउने हाम्रो योजना छ। यिनै कुराहरूका साथ म फेरि पनि यो बन्दीपुर सहयोगी हातलाई मुरी धन्यवादका साथ तपाईँको संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईँ सबै अभिभावक विद्यार्थी प्रति आभार व्यक्त गर्दै म आफ्नो भनाइ यहीँ अन्त गर्छु। धन्यवाद। 5 बाहुन भन्ज्याङ श्री ज्योति प्राथमिक विद्यालय शैक्षिक सामग्री वितरण तथा वृक्षारोपण कार्यक्रमका सभापतिज्यू लगायत अन्य विभिन्न अतिथि महानुभावहरू मैले पुष्टमा सम्बोधन गरेँ। बन्दीपुर गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन विशेष गरेर प्राथमिक तहमा अध्ययन विद्यार्थीहरूलाई केही भने पनि अलिकति थोरै हौसला प्रेरणा दिन सकिन्छ कि भनेर हामी साथीहरूसँग सल्लाह गऱ्यौँ र के कार्यक्रम लिएर जान सकिन्छ त भन्दा अहिले हाम्रो सुरु कार्यक्रम भनेको खालि परिचय मात्रै। बन्दीपुर सहयोगी हातहरू भनेको बन्दीपुरमा बाट काठमाडौँ गएर बसोबास गर्ने शुभेच्छकहरू शुभचिन्तकहरू सबै मिलेर यो संस्था छ है भनेर हामीले गत वर्ष अझ अघिल्लो वर्ष पनि हामीले केही विद्यालयमा यस्तै कार्यक्रमहरू गरिसकेका छौँ। अझै राम्रो कार्यक्रम लिएर आउन सक्ने अवस्थामा हामी पुग्ने आशा हामीले राखेका छौँ र त्यो बाचा गर्दै म आफ्नो सानो भनाइ यहीँ दिन्छु। धन्यवाद। बन्दीपुर सहयोगी हातहरूद्वारा आयोजित आजको यस कार्यक्रमका सभापति एवं त्यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, पिटिएका अध्यक्षज्यू, यहाँ उपस्थित बन्दीपुरी सहयोगी हातका अध्यक्ष एवं अरू पदाधिकारीज्यूहरू, अभिभावकज्यूहरू र प्यारा भाइ बहिनीहरू र बन्दीपुर एउटा पर्यटकीय गन्तव्य भएको हुनाले विभिन्न चाहिँ मुलुकबाट आउने पर्यटकहरूसँग भेट हुने क्रममा एकजना असाध्यै तरिँदै जोलाना व्हाइट भन्ने चाहिँ चेक रिपब्लिकको नागरिकसँग भेट भएपछि मेरो वास्तवमा चाहिँ त्यो विदेशीहरूसँग चाहिँ सम्पर्क बढ्यो र त्यही क्रममा चाहिँ मैले जोलाना व्हाइट मार्फत चाहिँ चिल्ड्रेन अफ द माउन्टेनमा हाम्रो यो तनहुको चाहिँ प्रोजेक्ट कोअर्डिनेटर भनेर चाहिँ काम गर्ने मौका पाएँ। यो नानीहरू भनेको चाहिँ वास्तवमा के हो त भन्दाखेरि यो उमेरको बालबालिकालाई हामीले चाहिँ यदि सही शिक्षा दिन सक्यौँ भने उनीहरूको चाहिँ माथिल्लो चाहिँ के त भन्दाखेरि शिक्षाको अवस्था राम्रो हुन्छ भन्ने चाहिँ त्यो संस्थाको चाहिँ मूल चाहिँ मोटो हो। र त्यही उद्देश्यले हामी के गर्थ्यौँ भन्दाखेरि इसिडी होइन, त्यसपछि 1, 2 र 3 चाहिँ के गर्ने भन्दाखेरि दुईटै तर्फबाट चाहिँ हामीले काम गर्ने कि एउटा चाहिँ नि जस्तो भनौँ न अब कक्षा कोठा चाहिँ व्यवस्थापन गर्ने र त्यहाँ चाहिँ यस्तो किसिमको चाहिँ नि वातावरण चाहिँ सिर्जना गरिदिने जहाँ चाहिँ बच्चालाई चाहिँ के त भन्दाखेरि आउँ जस्तो लाग्ने कि जस्तो अहिले तपाईँको चाहिँ नि आमु खैरेनी गाउँपालिकाले एउटा निर्णय गरेर त्यहाँका चाहिँ नि सबै पदाधिकारीहरूले आफ्ना चाहिँ नानीहरूलाई सामुदायिक विद्यालयमा चाहिँ के त भन्दाखेरि पढाउनु पर्छ भन्ने निर्णय गर्छ। त्यो वास्तवमा एकदम सही निर्णय। जब कुनै संस्थामा बसेर काम गरिन्छ स्वार्थ नराखेर काम गऱ्यो भने चाहिँ बल्ल त्यो संस्था सफल हुन्छ भनेर त्यसमा प्रतिनिधिले जवाफ दिनुभयो है। त्यही भएर यहाँहरू हुनुहुन्छ होइन। हाम्रो पुस्ताको चाहिँ जस्तो मथुरा भाइ लगायतका चाहिँ चाहिँ आउनु भएको छ। एकदम यो कुरा चाहिँ एकदमै राम्रो काम गर्नुभएको छ। यो संस्था मैले पनि बुझेको छु त्यो बन्दीपुर सामाजिक विकास समितिको प्यारल संस्था चाहिँ होइन। र यो संस्थाले चाहिँ जुन चाहिँ सहयोग एउटा चाहिँ आफ्नो आइडेन्टिटीको लागि जुन अहिले चाहिँ उहाँहरू हिँडिराख्नु भएको छ म सम्पर्कमा छु भन्नुभयो त ठिक छ। पहिला चाहिँ आफ्नो चाहिँ एउटा आइडेन्टिटी बनाउनु होइन। कुनै पनि संस्था सफल हुनलाई एउटा संस्थाको बिचलाई सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा आर्थिक कुरै हुन्छ कि फन्डिङको कुरै हुन्छ। फन्डहरू अहिले आफैले चाहिँ पकेटबाट राखेर गरिरहनु भएको हुन्छ होइन। र त्यसको लागि धेरै धेरै धन्यवाद। यस सभाका सभापतिले तथा यहाँ आउनुभएका अग्रज व्यक्तित्वहरू र यस विद्यालयका प्रधानाध्यापकज्यू तथा शिक्षक शिक्षिका र प्यारा भाइ बहिनीहरूमा मेरो बन्दीपुर सहयोगी हातहरूको तर्फबाट हाम्रो टिमको तर्फबाट सर्वप्रथम त म अभिवादन गर्न चाहन्छु।
हाम्रो यस संस्थाको अघि प्रोफेसर सरले भन्नुभएको जस्तै सानो एउटा केही गर्न सकिन्छ कि भन्ने एउटा चाहिँ सोच राखेर नै स्थापना भएको हो काठमाडौँ बस्ने साथीभाइहरूमा र यो संस्था स्थापना गर्दाखेरि बन्दीपुर बन्दीपुर मात्रै नभएर बन्दीपुर गाउँपालिकाको सेरोफेरोलाई नै समेटेर चाहिँ हाम्रो सदस्य छ संस्थामा र हामीले मेन चाहिँ यो हाम्रो परिचय हामी पनि छौँ है त्यहाँ हामीलाई चाहिँ यसो इन्फर्म गर्नु होला भन्ने उद्देश्यले नै हाम्रो यो स्थापना गरेको यति भन्दै पुग्न त पुग्छ यही बाटो जाने हो गाडी जान्छ